आज बिहानै हर्के काकाको स्टार्टर मैले पाथी भोरालाई मागेको छु, राजनीतिकमा 1 पैसा पनि खाँदिनँ, के खाँदिनँ भनेर अरे। अन्त बालेन शाहलाई लक्षित गर्दै यो सिंहदरबार जलाउनेले के माग्यो कसो माग्यो अरे। ओहो तिम्रो भ्रष्टाचार नि अब उपमेयरले खोल्दैछ ल, केही समय धैर्य धारण गर है हर्के काका। अब तिम्रो भ्रष्टाचारको के गर्यौ कसो गर्यौ भनेर नि उपमेयरले खोल्दैछ। तिमीले सोचेको होला हौ बालेन शाहलाई यसरी लक्षित गर्दाखेरि, राष्ट्रिय स्वतन्त्र पार्टीको बडा नेताहरूलाई चाहिँ लक्षित गर्दाखेरि मेरो बारेमा पनि केही बोलिदिन्छ, म अझै हाइलाइटमा जान्छु भनेर तिमीले यस्तो सोचेको छौ। तिमी भ्रममा छौ काका। तिम्रो बारेमा नि राष्ट्रिय स्वतन्त्र पार्टीले ठुल्ठुलो नेताहरूले केही भन्दैन, किनकि तिमी जस्तो गुलाई चलाउनु भनेको नि आफैलाई गनाउनु हो। त्यसो हुँदाखेरि तिमी गुलाई चलाउँदैन, तिमी अरूको विरोध गरेर, रविको विरोध गरेर, बालेनको विरोध गरेर, कुलमानको विरोध गरेर के तिमी माथि जान्छु जस्तो लाग्दैछ, तिमी माथि पुग्छु जस्तो लाग्दैछ? नो, तिम्रो क्रेज आफै डाउन हुँदैछ, बुझ्यौ? तिमी आफूलाई नै पतनको बाटोतिर रोज्दैछौ, बुझ्यौ नि? र साथीहरू यस विषयमा तपाईँहरूलाई भन्नु के छ कमेन्ट गर्नु होला।